मिस धेरैजसो खाटमा उत्तानो सुतेर कुनै किताब पढिरहेको हुनुहुन्थ्यो। म छिरेपछि सिरानीतिर बस्नुहुन्थ्यो अनि म उहाँतिर फर्केर खाटको अर्को छेउमा बस्थे। अनि मलाई सिकाउन थाल्नुहुन्थ्यो। मैले त्यो पहिले पढिसकेको हुन्थे। मिसले सिकाउँदा म उहाँको गुलाबी ओठ निहाल्थे। उहाँको काला आँखाको नानी हेर्थे। गाजल नलगाए पनि गाजल लगाएको जस्तो उहाँको आँखाले लट्ट बनाउँथ्यो। त्यो सुन्दर अनुहार छोप्न आउने कपालका रेसाहरू उहाँले पछाडि सार्न आफ्ना औलाहरू अनुहारमा दबुराउनुहुन्थ्यो। बस म त्यसैमा कामुकता भेट्थे। मिसको समीप बस्दा उहाँको शरीरबाट आएको वासनाले थप उत्तेजित पार्थ्यो। म मिसको कोठामा आउने लतमा परेको थिएँ। मिसले मलाई माया गर्नुहुन्थ्यो। एक त घरबेटीको छोरा, अर्को म फुच्चे अनि क्युट थिए। बाहिर हेर्दा सोझो अनि राम्रो मलाई जसले पनि काखमा लिन खोज्थ्यो। आखिर 12 वर्षको केटो नथिए। मेरो मनमा जस्तो जे भए पनि अरूले देख्दा पनि कलिलै केटो थिए। त्यसैले पनि मिसको कोठामा जान कुनै अप्ठ्यारो हुन्थेन। मलाई यस्तो तुलना सधैँ गर्नु पर्थ्यो। किनकि मन हेर्ने हो भने म कुनै वयस्कभन्दा कम थिइनँ। त्यसैले मेरो उमेर अनुसार मलाई अरूले कस्तो सोच्छन् भनेर मैले तुलनात्मक दृष्टि राख्नु पर्थ्यो। नत्र भोलि उठेर मैले कुनै यौन पिपासु जस्तो व्यवहार गर्न थाले भने त बर्बाद हुन्छ। जुन म चाहदिनथे। मेरा उमेरका साथीहरूलाई हेर्थे अनि मेरो हरकतले कसैले शङ्का गर्न सक्दैन भनेर पक्का हुन्थे। आखिर 12 वर्षको एउटा केटोको मनमा कति नै होलान् र यौनका कुरा। जसको यौन अङ्ग नै विकासकै क्रममा छ उसको मनमा कति नै लालसा होला र। मिससँग म निकै झ्याम्मिसकेको थिएँ। मिस पनि मसँग गफ गर्नुहुन्थ्यो। काउकुती लगाएर जिस्काउनुहुन्थ्यो। उहाँको हातहरूले मलाई छुँदा विशेष मजा आउँथ्यो। तर ती कुराहरू ख्याल नगरेको जसरी म मिसको काखमा लडीबुडी गर्थे। उहाँको छातीमा घरि मेरो अनुहार ठोक्किन्थ्यो तर घरि हातले छोइन्थ्यो। मैले जानी जानी गर्ने यी हरकतहरू मिसको नजरमा पर्थेन। त्यो बेलुकी म मिससँगै थिएँ। मिसले किनेर ल्याउनु भएको मिठा मिठा खानेकुराहरूको मज्जा लिँदै थिए। बेलुका सुत्ने बेलासम्म पनि म मिसको खाटमा सुतेर बसिराखेको थिएँ। मिस खाटको छेउमा सुतेर किताब पढिरहनु भएको थियो। यतै सुत अब। मिसले किताब खाटको साइडको टेबलमा राख्दै भन्नुभयो। मैले खाटको माथि रहेको बत्तीको स्विच अफ गरेर छिटो छिटो सिरकभित्र छिरिहाले। मलाई यो अवसर गुमाउनु थिएन। रातको अँध्यारोमा मिसले टी सर्ट खोल्नुभयो। बाहिरबाट आएको हल्का प्रकाशमा मैले मिसका 2 ठूला स्तनको आकार देखे। मिसले ब्रा पनि फुकाल्नुभयो। स्तन छचल्किए। अँध्यारोमा केवल त्यसको आकार देखे। मैले सोचेको भन्दा पनि ठूला रहेछन्। मिसले ब्रा फुकालेपछि टी सर्ट मात्र लगाउनुभयो। अनि खाटको छेउतिर सुतेर मलाई अङ्गालो हाल्नुभयो। मिसको यो हरकतले मेरो मुटुको ढुकुढुकी बढ्यो। मेरो मनमा जे छ त्यो मिसको मनमा छैन त्यो मलाई थाहा छ। तर मिसको त्यो सुगन्धित शरीरको वासनामा त्यो तातोपन पनि अनुभव गर्दा भने म पनि मिसको छातीतिर चेपिन पुगे। मिसका ती स्तनहरू मेरो छातीमा टाँसिएका थिए। मिसको हातले मलाई बेरेको थियो। मिसले मात्र यो केयर गर्नको लागि गर्नुभएको भए नि मेरो लागि त अर्कै कुरा थियो। त्यो तातो शरीरको स्पर्शमा मेरो मनमा कुनै कल्पना चल्न सकेनन्। मेरो ठन्किसकेको लाडो मिसको शरीरमा रगड्ने मन भएर आयो। तर मिसले के भन्नुहोला मलाई आँट आएन। म जति नै मिससँग टाँसिएको भए पनि मैले मेरो लाडोको क्षेत्र भने मिसको स्पर्शबाट टाढै राखिरहेको थिएँ। निकै बेरसम्म म यसरी नै मिसको बाहुमा उत्तेजित भएर टाँसिरहे। सायद मिस निदाउँदै हुनुहुन्थ्यो। तर मलाई कुरा गर्न मन लाग्यो। र लाग्यो यो राम्रो अवसर पनि हो। मिस। हजुर। मिसको निन्द्राले लट्ट परेको आवाजले कस्तो कस्तो बनायो। मिस म एउटा प्रश्न सोध्छु नि। सोध न। मिस केटी मान्छेले बच्चा कसरी पाउँछ? किन चाहियो तिमीलाई? मिसको निन्द्रा भागे जस्तो छ। मैले पढेको थिएँ स्वास्थ्य किताबमा तर बुझ्दै बुझिन। के पढ्यौ तिमीले भन त? यही कि केटी मान्छेको पिसाब फेर्ने र बच्चा पाउने 2वटा ठाउँ हुन्छ। अनि त कसरी पाउँछ बच्चा भनेर चाहिँ थिएन त्यहाँ। 2वटा हुन्छ। तिमीलाई त यस्तो कुराहरू पनि थाहा रहेछ त? मिसले आश्चर्यमा परिन। सायद म आशा गरे भन्दा अलिक फरक थिए। अनि कसरी पाउँछ त बच्चा? केही बेरसम्म मिस केही बोल्नु भएन। आज निन्द्रा लागेको छ।
भोलि भनौला सुत आज मैले यसो प्रत्युत्तरमा केही भन्न सकिन। चुपचाप बस्न बाध्य हुनु पर्यो। जब मिस निदाउनु भयो तब म मिसको छाती नजिकै नाक लगेर त्यसको बासना सुग्न थाले। बिस्तारै ठन्किएको लाडो मिसको साप्रा नजिक पुर्याएर त्यसमै टाँसेर राखे। केही बेरसम्म त्यसरी बस्दा नै मेरो लाडो पानी पानी भइसकेछ। कट्टुभित्र हात हालेर हल्लाउन थाले। मिसको अङ्गालोमा बेरिएर मिसको बासना सुक्दै मिसकै ओछ्यानमा मैले त्यो रात सन्तुष्टि पाए। भोलिपल्ट अँध्यारो भए पनि म मिसको कोठामा पुगे। मिस त्यसरी नै किताब पढिरहनु भएको थियो। मिसले आज फ्रक लगाउनु भएको थियो। उहाँको घुँडासम्मको सेतो तिग्रा मन लोभ्याउने खालको थियो। मलाई देखेपछि उहाँले खाटको कुनातिर आउन इसारा गर्नुभयो। म मिसको तिग्रा समात्दै त्यहाँ पुगेर मिसको साइडमा लम्पसार परे। लु सोध आज के सोधेका थियो हिजो? त्यही बच्चा कसरी पाउँछ भनेर सोधेको थिए। तिमीलाई सेक्स भन्को थाहा छ? मिसले मुस्काउँदै भन्नुभयो। थाहा छैन, के हो सेक्स भन्या? मैले उल्टै प्रति प्रश्न गर्नु पर्यो। यो शब्द मैले सुनेको थिइनँ। यौन सम्पर्क भनेको सुनेको छौ? मिसलाई उत्तर दिन गाह्रो पर्यो जस्तो छ। निकै बेरको मौनतापछि सोध्नुभयो। यौन भनेको त थाहा छ, तर यौन सम्पर्क भनेको थाहा छैन मिस। ओके, यौन भनेको के हो त? मिसको अर्को प्रश्न। यसको उत्तर त ठ्याक्कै थाहा थिएन। यही लिङ्ग योनि सम्बन्धी कुरा होला। मिस मेरो उत्तर सुनेर हाँस्नुभयो। हो, यही लिङ्ग योनिभित्र छिर्यो भने त्यसलाई भन्छ यौन सम्पर्क। ए, अनि छिर्छ र त्यत्रो लिङ्ग त्यहाँभित्र? मिस मुस्काउनुभयो। तिमीले देखेको छौ र? के लिङ्ग? होइन लाटा, त्यो त तिमीसँगै छ। योनि देखेको छौ? छैन। कस्तो हुन्छ पनि थाहा छैन। लिङ्ग कस्तो हुन्छ त थाहा छ नि? थाहा छ। मैले देखेको छु। कसको देखेको छौ? रोहनको। तर रोहनको भन्दा त मेरो ठुलो छ। हो र? लौ, कत्रो ठुलो छ र तिम्रो? मिसले मेरो पेटमा काउकुती लगाउँदै सोध्नुभयो। डब्बल तेब्बर नै ठुलो छ होला। मेरो उत्तरले मिस छक्क पर्नुभयो। सायद पत्याउनु भएन। लौ, नापेर पनि हेर्यौ? ठुलो हुँदा 7.5 सेन्टिमिटर लामो हुन्छ। अचम्म, तिमी कति वर्षको भयो? 12 लागे यो वर्ष। 9 सेन्टिमिटर त वयस्क लिङ्गको आकार हुन्छ। तिम्रो कसरी हुन्छ यत्रो ठुलो? खै त। मिसले हातले मेरो कट्टु बाहिर हात लैजानुभयो। बस म यही त कुर्दै थिएँ। मेरो ठन्किरहेको लाडोमा मिसको हात पर्यो। ज्यान नै सिरिन्नुभयो। मिस पनि तरङ्गित हुनुभयो। लिङ्गको आकारले मिस छक्क पर्नुभयो। मिसले मेरो लिङ्ग समातेर मापन गर्नुभयो। मैले सत्य बोलेको मात्र साबित भएन। मिसको कौतूहल त अझ बढ्यो। के भएर भयो यस्तो? तिम्रो साथीको त सानो छ भनेको होइन? बाहिर निकाल त म हेर्छु। निकाल्ने र मिस, मलाई पहिलो पटक लाज पनि लाग्यो। लाज लाग्यो? मिसले गाला चिमोड्दै कानमा आएर भन्नुभयो। म कसैलाई पनि भन्दिन नि त। मैले कट्टुबाट लाडो बाहिर निकाले। छाला फर्किसकेको लाडोको टुप्पो रातो भएको थियो। मिसले हातले मेरो लिङ्ग समात्नुभयो। फर्किएको छाला देख्नुभयो। वरिपरि आएका कैलारौँ अनि झुन्डिएका ससाना गेराहरूको बीचमा अजम्मको लिङ्ग देख्दा मिसको अनुहारमा आश्चर्यको भाव झल्कियो। कट्टु लगाऊ, मैले भित्र हुले। मिस किन हेर्न खोज्नु भएको? तिम्रो उमेरमा यति ठुलो हुन नहुने हो। यो त ठुलो मान्छेको जत्रो आकार भइसकेको छ। एउटा कुरा भन त, के तिमी हस्तमैथुन गर्छौ? मैले मिसको मुखमा हेरे। गर्छु भनम कि गर्दिन भनम? यो विषयमा धेरै सोध्नुभयो भने त मैले के कुरा भन्ने, के कुरा लुकाउने? हस्तमैथुन भनेको थाहा छ? मैले ट्वाल्ल परेको देखेर सोध्नुभयो। थाहा छ, बेला बेला गर्छु मैले भने। मनको बोझ नै हल्का भए जस्तो भयो। त्यो गर्दा कस्तो पानी आउँछ? सोचेभन्दा फरक प्रश्नको गर्नुभयो। पानी पनि फरक फरक हुन्छ र ममा पनि कौतूहलता जन्मियो। पानी जस्तै तर चिप्लो आउँछ। त्यो त आउँछ। त्यो बाहेक अरू खालको पानी आउँछ? सेतो पानी आउँछ? मिसले फेरि सोध्नुभयो। मिसको अनुहारमा अझै कौतूहलता बाँकी थियो। पानी जस्तै रङ नभएको पानी मात्र आउँछ। त्यो पनि 3 महिना भयो आउन सुरु भएको। त्यही त बेलै भएको छैन। तिम्रो लिङ्गको आकार देखेर म अचम्ममा पो परे। कति गर्छौ हस्तमैथुन भन त?
अब भन्दा त फरक के नै पर्ला र? भनिदिन्छु, दिनमा कम्तीमा एकपटक वाफरै दिनदिनै गर्छौ, त्यसैले पो रहेछ ठूलो आकार भएको। कसले सिकाएको तिमीलाई? आफै जानेको, चलाउँदा मज्जा हुन्थ्यो अनि दिनदिनै गर्न थाले। तिमी त देख्दा भन्दा नि चम्मो रहेछौ। यस्तो यस्तो कुरा जानेको रहेछौ। मिस अर्को कुरा सोधम? सोध, जे सोधे नि हुन्छ। सोधम भनेर सोधिरहनु पर्दैन। लिङ्गलाई लाडो किन भनेको? हाहा, कसले भन्यो तिमीलाई यो शब्द? केटाहरूले। किन र? यो शब्द बोलीचालीको भाषामा भन्ने शब्द हो। बोलीचाली भन्नाले फेरि अरूलाई भन्दै हिँड्ने शब्द होइन नि फेरि। त्यो त थाहा छ। भनेसी एउटै कुरा हो। लिङ्ग भने नि लाडो भने नि हो। लिङ्ग चाहिँ अलिक सभ्य शब्द हो, फरक त्यति हो। योनिलाई पनि पुती भन्छन्। वाह, यो त कस्तो दामी सुनिने रहेछ, पुती। मिस हाँस्नुभयो। मिस, मलाई तपाईको पुती देखाउनु न। हेर्छौ? मिसले गाला निमोर्दै सोध्नुभयो। कसैलाई पनि नभन है त। म पनि मिसको कानमा गएर साउती गरे, कसैलाई पनि भन्दिन मिस। ऊ तल जाऊ, मिसले खुट्टा फट्याएर भन्नुभयो। उत्तानो सुतिरहनु भएको मिसको खुट्टातिर गएर उहाँको मुखतिर फर्किए। स्कर्टभित्र छिर। मिसको यो स्टेप बाई स्टेप निर्देशनले मलाई उत्तेजित बनाउन थाल्यो। म स्कर्ट उचालेर भित्र टाउको घुसारे। के देख्यौ? मिसले स्कर्ट बाहिरबाट मेरो टाउको समात्दै सोध्नुभयो। पेन्टी मिस। निकै बेरसम्म यो क्रीडा चल्दा मिसको पुती वरिपरिको रौँ पनि पुरै भिजिसकेको थियो। मेरो गेडासम्म च्याक च्याक थियो। झन्डै 30 मिनेटसम्म मिसको पुतीभित्र लाडो छिराउने निकाल्ने गरेपछि अन्तत म थाकिसकेको थिएँ। चरम उत्कर्षमा पुगेपछि म मिसको शरीरमाथि शिथिल भएर लम्पसार परे। मिसले मेरो टाउको मुसार्न थाल्नुभयो। झन्डै 15 मिनेट म त्यसरी नै मिसको नाङ्गो शरीरमाथि सुतिरहे। तिमीलाई थाहा छ यौन सम्पर्कलाई असभ्य भाषामा के भन्छ? मिसले प्रश्न गर्नुभयो। थाहा छैन, के भन्छ? चिक्नु भन्छ। आज तिमीले मलाई बडो मजाले चिक्यौ। तपाईले पहिले पनि गर्नुभएको थियो, चिक्नु भएको थियो। मलाई यो नयाँ शब्दको झङ्कार बडो मन पर्यो। मेरो ब्वायफ्रेन्डसँग, तर 5 मिनेटमै गलिसक्थ्यो। सायद यो पहिलो पटक होला। म आफै पनि स्खलित भएको। स्खलित भनेको के हो? तिम्रो निस्किन्छ नि पानी हो, त्यस्तै मेरो पनि निस्किन्छ। चिप्लो पानी त सुरुमै आउँछ, तर अर्को पानी पनि निस्किन्छ, अलि बाक्लो सेतो रङको। त्यो चाहिँ चरम सन्तुष्टि हुँदा निस्किन्छ। त्यो निस्किने भनेको स्खलित हुनु हो। तर मेरो त निस्किँदैन त सेतो त। निस्किन्छ, अलिक उमेर अझै लाग्छ, 1-2 वर्षमा पक्का निस्किन्छ। त्यो सेतो चिज पुतीभित्र छिर्यो भने मात्र बच्चा बस्छ, नत्र बस्दैन। त्यसो पो? त्यसो भए आज हामीले गरेको कुराले तपाईको गर्व बस्दैन? बस्दैन। तिम्रो त्यो सेतो पानी, त्यसलाई फुसी भन्छ वा सभ्य भाषामा वीर्य भन्छ। त्यो निस्कियो र पुतीभित्र छिरे मात्र हो बच्चा हुने। मिस, तपाईको पुतीमा किस गरम? मलाई फेरि उत्तेजना आउन सुरु भइसकेको थियो। मिसले टाउको तल धकेल्नुभयो। म लाडो साप्रामा तल रगड्दै मिसको पुतीमा मुख लगे। पुरै पुती छ्याप्प छ्याप थियो र यो सबैजसो मिसकै पुतीबाट निस्किएको थियो। त्यो सोच्नासाथ मलाई त्यो चाट्ने अझै मन बढेर आयो। मैले ओठले मिसको पुतीमा चुमे अनि त जिब्रो स्वभावत पालभित्र छिर्यो। केही बेरमा त्यहाँको सबै चिप्लो पानी जिब्रोभरि लागेपछि मैले मिसको रौँको एक रेसा चुस्न थाले। अनि पुतीको बाहिर भएको सबै चिप्लो पानी चाट्दै गए। निकै बेरसम्म पुती चाटिरहे। त्यो तातो बासनादार क्षेत्रबाट हट्नै मन लागेको थिएन। मिसले माथि तान्नुभयो। म मिसको शरीरमाथि फेरि खप्टिए। मिसले आफ्नो ओठमा मेरो ओठ जोड्नुभयो। बास, यो फिलिङ साह्रै मजेदार थियो। मिसको तातो वाफले मेरो नाक भरियो। अनि मेरो ओठभित्र मिसको तातो जिब्रो हुल्दा त साह्रै आनन्दित भए। मिसले मेरो जिब्रो चुस्न थाल्नुभयो। अनि मैले मिसको जिब्रो चुसे। झन्डै 30 घण्टामा हामी थकित भयौं। मलाई फेरि एकपटक चिक्न मन थियो। ठन्किएको लाडो झनै कडा कडा भयो। मैले मिसलाई सोध्दै नसोधी मिसको पुतीमा लाडो छिराएर फेरि चिक्न थाले। यो पटक त मिस ओठ टोकेर आँखा चिम्म गरेर सिरानी समात्न थाल्नुभयो। सायद मिसले आफ्नो लिमिट पार गरिसक्नु भएको थियो। यो पटक फेरि 20 मिनेट मैले मिसको रातो पुती चिके।
मेरो लाडोको सन्काई शान्त भयो। अब त कति पनि शक्ति बाँकी थिएन। हामी दुवै थकित थियौं। मिसले मलाई नाङ्गे अङ्गालोमा च्यातेर सुत्नुभयो। त्यो बिहानी उठ्दा म मिसको नग्न शरीरको साडीमा थिएँ। मिसको दुध मेरो मुखनेर जोतिएको थियो।